हेर मुटु धडकिने तिम्रै नाम लिएर लाहोर जाने जम्भो माइली। यतिकै हुनु पर्यो है। अब हाम्रो बसेको दिदीहरू पनि सबैजना उठ्नु पर्यो। घरैमा गरेछु ड्युटी आफू त नेचुरल ब्युटी नमस्ते छजलो झोरले है तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला वरह्याम्पटन ओर्ले है। माया लाग्दैन भन्छु मायाले जान गयो 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 मायाले जान गयो। कि मायाले हो भन कि मायाले हो भन सुक्ति मार्दै मार्दै गयो जमाना सुक्ति मार्दै मार्दै गयो जमाना सुक्ति मार्दै मार्दै गयो जमाना सुक्ति मार्दै मार्दै गयो जमाना। बेहुला बनाउँछु भन्दी बहुला बनाएर गई बेहुला बनाउँछु भन्दी बहुला बनाएर गई पराईको मुक्तो भित्र सहेर गई राजा राजा भन्ती राजा बसेर गई मलाई राजा राजा भन्ती राजा बसेर गई मलाई राजा राजा भन्ती राजा बसेर गई। अब कति हुन आउँछ ए 1 2 3 हेलो गाइज वेलकम टु माई न्यू ब्लग। सो आज चाहिँ हामी नेप्लिज मेलामा जाँदैछौँ है। आज अब पोर्चुगिज नेप्लिज प्रेजेन्ट आज लोकदोरी तथा बाजा गाजाको व्यवस्था छ है। सो अब हामी चाहिँ पेन क्रिकेट क्लबमा जाँदैछौँ। अब आज के कस्तो आयोजना भएको छ कस्तो छ के कुरो भएको रहेछ सबै कुरो यही भ्लगमा कभरअप हुन्छ। ल गाइज हाम्रो चाहिँ यहाँ गेटको व्यवस्थापन चाहिँ यता छ है। सो यहाँबाट चाहिँ हाम्रो इन्ट्रेन्स छ कार्यक्रमको मेलाको। सो अब हामी चाहिँ कार्यक्रम स्थलपट्टि जाँदैछौँ है। अब बाटो अब यतापट्टिको डेकोरेसनहरू चाहिँ हिजो गरेको तपाईँको देख्न सक्नुहुन्छ। अब हामी चाहिँ अहिले कार्यक्रम स्थलपट्टि जाँदैछौँ। हाम्रो चाहिँ कार्यक्रम स्थल चाहिँ यता छ। यता सामान्य पार्किङको इन्ट्रेन्स चाहिँ यतापट्टिबाट छ है। उतापट्टिबाट चाहिँ पार्किङ छ। अब यता देख्न सक्नुहुन्छ कार्यक्रम स्थल चाहिँ यतापट्टि। हाम्रो कार्यक्रम स्थलबाट कार्यक्रम यता ठिक छ नि। ल यता चाहिँ कार्यक्रम हाम्रो कार्यक्रम हुने ठाउँ चाहिँ यतापट्टि भयो।
लगाइज अहिले चाहिँ यहाँ झोटका दाम मान्छेहरू आउने क्रम चल्दैछ है कार्यक्रम चाहिँ लगभग सुरु हुँदैछ घाइते हुने सम्भावना बढी छ यतातिर चाहिँ खाजाको स्टल लागिरहेको रहेछ है स्ट्रेट यता अगाडिको चाहिँ बिल्डिङमा खानाको व्यवस्था छ उतापट्टि अगाडितिर यतापट्टि हामीसँग अब बार छ। बार भयो है अगाडि स्टेज तपाईँहरूलाई सो अब कलाकार यदि चाहिँ अल्कोहल आउने पिउनु बेला मन छ हुँदैछ भने अगाडि बारमा गएर अब आज घाम चाहिँ फेरि 29 डिग्री लागेछ गर्मी चाहिँ बियर छ। यहाँ त सो देख्न सक्नुहुन्छ नमस्ते दाइ। देख्न सक्नुहुन्छ हाम्रो बार चाहिँ यता छ है बारमा हाम्रो दाइहरू हुनुहुन्छ स्वस्तिका चाहिँ सो यहाँ बारको व्यवस्था छ यता वाइन स्पिरिट कोक फेन्टादेखिबाट यहाँ चाहिँ बियरको व्यवस्था छ बस्नको लागि यतापट्टि टेबल कुर्सीहरू छ है एक्जिट यताबाट इन्ट्रेन्स उताबाट यता बाथरुमहरू चाहिँ यतातिर छ व्यवस्थाको लागि बाह्र बजेदेखि हाम्रो बाहिर बसेर खानको लागि यतापट्टि पनि छ जस्तै कार्यक्रम चाहिँ साढे एक लगभग बजे आधिकारिक रूपमा चाहिँ सुरु भइसकेको छैन 2 साढे बजीबाट एकको हुन्छ बिचमा हाम्रो स्टार्टर ओपन हुन्छ अहिले चाहिँ स्टार्टरमा हामीसँग मोमो पानीपुरी चटपटे बार्बिक्यू र मात्र आइसक्रिम खाना रहेको छ छ खानेकुराको व्यवस्था यतातिर चाहिँ खाना बन्दैछ है त्यसको लागि फटाफट अहिलेको चाहिँ खाजा बन्दैछ है यहाँ all the foods खाना होइन included in the ticket देख्न सक्नुहुन्छ त्यस्तै यो चाहिँ दिनको 2 बजे हाम्रो यही कम्पनीबाट चाहिँ अफिसियल आउँदैछ प्रोग्राम यो स्टार्ट हुन्छ दशाहाट र उदयबाट आउँदैछ खाना चाहिँ अहिले 40 मिनेटमा सो अब पार्किङ चाहिँ यता कार्यक्रम समाप्त गरेपछि हाम्रो इन्ट्रान्स उतापट्टि भयो यता इन्ट्रान्स उतापट्टि भयो उताबाट चाहिँ पार्किङ पुरै पार्किङ यतापट्टि 3 बजेबाट यतापट्टि चाहिँ पुरै पार्किङ चाहिँ यतापट्टि बस्नुको लागि घामबाट बस्नुको लागि जस 2टा टेन्ट यता राखेको छ देख्न सक्नुहुन्छ 6 बजेदेखि सो अहिलेको अपडेटमा चाहिँ हाम्रो कलाकार चाहिँ आइपुग्नु भएको छैन अहिलेसम्म चाहिँ है बाट अध्यक्ष बेलायत हाम्रो जुन भूमिमा हामी कार्यक्रम गर्दैछौँ त्यहाँ गर्दाखेरि एकदम धेरै धेरै स्वागत छ थ्याङ्क यू वेलकम हाम्रो हाम्रो सत्कार गर्नुहोला माल परिवार र हाम्रो परिवारको धेरै ठुलो सम्बन्ध छ गोविन्दजी बाजा समूहमा वरिष्ठ बाँसुरी हार्दिक गर्न चाहन्छु म अतिथिलाई फेरि पनि आसन ग्रहण गराउने यहाँको पानसमा दियो बालेर कार्यक्रमको उद्घाटनको निम्ति लिस्बनका लागि पूर्व अवैधानिक महावाणिज्य दूत मकरबहादुर हमालजीबाट आजको कार्यक्रम समुद्घाटन हुँदैछ यस्तै एनआरएन किसिमका अध्यक्षजीले पनि त्यस कार्यक्रममा जोडिदिनु जोरदार तालीले आजको कार्यक्रमलाई हामी 87 वर्षको बाद आउनु भएको छ आज यहाँभरिमा सबैभन्दा पाको मान्छे उहाँ यो मेलामा चाहिँ उहाँ भेट्नुभयो उहाँलाई कस्तो लाग्यो हजुरलाई कस्तो लाग्यो के भनिदिनु राष्ट्रिय स्वतन्त्र पार्टीको
संसदीय उपनेताजी नै आफै हजुर। हुनुहुन्छ प्रकाश पनि आउनुहुन्छ हाम्रो कार्यवाहक राजदूत पनि त्यहाँ हुनुहुन्छ तपाईँहरू त्यहाँ आउनुहोस् र आफू लगाइज अब यहाँ सुन्नु भइहाल्यो हजुर हाम्रो हजुरको नाम बताइदिनुहोस् न बुद्धिबहादुर गुरुङ हुनुहुँदो रहेछ उहाँ चाहिँ यहाँ युकेमा निकै समय बस्नु भएको युकेमा बस्नु भएको कति भयो 5 महिना भयो है भर्खर आउनुभयो को लागि अब सुरु गरौँ है त चोली मैले भयो भन्ने एउटा गीत छ यो गीतदेखि प्रस्तुत गर्न चाहन्छु स्वीकार्नुहोस् मिल्छ भने नाचेर सुनेर साथ दिनु होला है त ल है हो 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 हे भूमिका हरेक राति न सपनीमा आइरहन्छौ जिस्किन टोपी मैलै भो मैले तिमीलाई नभन्या मात्रै हो मन पर्या भूमिका हरेक राति न सपनीमा आइरहन्छौ जिस्किन टोपी मैलै भो मैले तिमीलाई नभन्या मात्रै हो मन पर्या पहिल्यै हो ए मैले तिमीलाई नभन्या मात्रै हो मन पर्या पहिल्यै हो सबैजना है अब उठेर नाचेर साथ दिनु पर्यो है अब पछाडि छरेर बस्नु भएको हाम्रो दाजुभाइ दिदी बहिनीहरू पनि अगाडि आइदिनु पर्यो लौ है साह्रै मन पर्यो ए घर कता हो बहिनीको लौर साह्रै मन पर्यो ए लौर साह्रै मन पर्यो सबैजना है यतातिरको ग्रुप पनि आउनु पर्यो अब चाहिँ अगाडि फेरि भेट भइएला नभइएला सबैजना है ल है कस्तो रमाइलो है नाच्ने ए घर कता हो बहिनीको लौर साह्रै मन पर्यो ए लौर साह्रै मन पर्यो ल रमाइलो हुँदैछ नि है ल दामी है चौतारीमा पिपल छाया तिमीलाई दिने माया मेरो मनैभरि छैन ए पिपल छाया तिमीलाई दिने माया मेरो मनैभरि छ लाहोर जाने रेलैमा जम्बो माइली सरर लाहोर जाने रेलैमा जम्बो माइली सरर ओ जम्बो माइली सरर सबैजना है अगाडि आउनु पर्यो सबैजना ल कस्तो रमाइलो है हो कि होइन
मायाले जान खायो 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 मायाले जान आउनु है माया रमाइलो गर्न बाछीले धान खायो 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 माया खेल्ने म भन्दा मर्न मायाले जान खायो 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 मायाले जान तिमीलाई सम्झन्छु कहिले नि सपनीमा देख्दिन कहिले नि गयो जोवानी कि मायाले हो भन कि मायाले हो भन कि मायाले हो भन कि मायाले हो भन सुर्ती मार्दै मार्दै गयो जोवाना 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 सुर्ती मार्दै सुर्ती मार्दै मेरो माया कता हो मेरो माया कता सम्झनाले खैकिन सता हो गयो जोवाना कि मायाले हो भन कि मायाले हो भन कि मायाले हो भन कि मायाले हो भन सुर्ती मार्दै मार्दै गयो जोवाना सुर्ती मार्दै मार्दै गयो जोवाना सुर्ती मार्दै मार्दै गयो जोवाना सुर्ती मार्दै मार्दै गयो मरि जाने 2 दिने चोलानी मरि जाने 2 दिने चोलानी बाँचेपछि फेरि भेट होला नि गयो जोवाना कि मायाले हो भन कि मायाले हो भन कि मायाले हो भन सुर्ती मार्दै मार्दै गयो जोवाना सुर्ती मार्दै मार्दै गयो जोवाना
जसले जति डाहा गरोस् छुट्ने छैन हाम्रो माया छुट्ने छैन हाम्रो माया जसले जति डाहा गरोस् छुट्ने छैन हाम्रो माया जसले जति डाहा गरोस् छुट्ने छैन हाम्रो माया ल गाइस आजको मेला चाहिँ यहाँको प्रोग्राम चाहिँ सक्सेसफुल भयो सबैजना अहिले चाहिँ गइसक्नु भयो है सबै यहाँ चाहिँ स्टेडियम पुरै खाली भइसकेको छ ग्राउन्ड हैन अब हामी चाहिँ न्यू भिक्टोरिया अब फर्दर प्रोग्राम चाहिँ न्यू भिक्टोरियामा हुने भएको कारणले चाहिँ हामी चाहिँ न्यू भिक्टोरिया जाँदैछौँ सो अब चाहिँ अगाडिको कार्यक्रम चाहिँ न्यू भिक्टोरियामा हुँदैछ है त गाइस ल गाइस हामी चाहिँ न्यू भिक्टोरिया आइपुग्यो है हाम्रो दाइ यता कस्तो दाइ आज कस्तो भयो त अनि रमाइलो भयो
एभन रमाइलो भएर ल है दाइले सो हामी चाहिँ न्यू भिक्टोरियामा आइपुगेका छौँ अहिले है अब फर्दर कार्यक्रम चाहिँ आज हाम्रो यो न्यू भिक्टोरियामा हुन्छ कलाकारहरू सबै आइसक्नु भएको छ सो आज धमाका है त दाइ उहाँ त डान्सर भइहाल्नु भयो डान्स स्टेप ल है त रमाइलो चाहिँ आज बवाल हुनेछ सो जेरी दिदीहरू यता हाम्रो कृष्ण सरहरू रमेश सरहरू चाहिँ सबै यहाँ आइसक्नु भएको छ हजुर ए हाम्रो दाइ पनि कलाकार धेरै नगरेका भए हुन्थ्यो तै पनि इट्स ओके नो प्रब्लम थ्याङ्क यू भेरी मच सो गाइस हामी चाहिँ अहिले न्यू भिक्टोरियामा आइपुगेका छौँ देख्न सक्नुहुन्छ
के बज्यो पठायो के भयो
गरेर आजलाई यति गरौँ होला फेरि कुनै ठाउँमा हामी भेट्नेछौँ हामी एउटैमै छौँ करिब 5-6 महिनाको समयभित्र यहाँ चाहिँ सम्झिनु भयो भने तपाईँको ठाउँमा हामी आइपुग्नेछौँ रमाउनको लागि खासै सहर पुग्यो भने फेरि भेटिँदैन त्यसैले गर्दा फेरि भेट्ने बाटो लगाइ आजको हाम्रो कार्यक्रम चाहिँ सफल भएको यो भित्र हेर्दा चाहिँ हामीले यो हल्का पिट्यो है राम्रोसँग डान्स सान्स गरियो सबै कुरो व्यवस्थित तरिकाले भएको छ अहिले चाहिँ म नाचेर खाइसकेँ आजको भ्लग चाहिँ यही नै इन्ड गरेको सबै गऱ्यौँ अब नेक्स्ट भ्लगमा चाहिँ हामी ओके गाइस थ्याङ्क यू